यो वर्षको पुरस्कार सगरमाथाको फेदी सोलुखुम्बु जिल्ला पासाङ लामो गाउँपालिका वडा नम्बर 4 खुम्जुङ गाउँमा जन्म भई विगत 47 वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय अभियन्ता ख्याति प्राप्त पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ। उहाँ नेपाल पर्वतारोहण सङ्घको झन्डै पटक पटक गरी 15 वर्ष अध्यक्षका रूपमा नेतृत्व गर्नुभएको छ। उहाँ अहिले पनि जलवायु मैत्री हिमाली सङ्गठन, विश्व पर्वतारोहण महासङ्घ, एसियन पर्वतारोहण महासङ्घ, विश्व पर्वतारोही सङ्घ, हिमालयन होस्ट कन्ट्री जस्ता संस्थाहरूमा नेतृत्वकारी भूमिका निर्वाह गरिरहनु भएको छ। उहाँ अहिले नेपाल सरकारको तर्फबाट अनरेरी कन्सुलर अफ बेल्जियमको कन्सुलर हुनुका साथै 61 देशका महावाणिज्य दूतहरूको संस्था एससिसिएन भन्ने छ का सभापतिका रूपमा समेत उहाँले योगदान पुर्याइरहनु भएको छ। नेपालको हिमालको सूक्ष्म अवलोकन र अध्ययन गर्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ जसले सगरमाथा आधार शिविरबाट मानव मलमूत्रलाई तल ल्याउन ब्याग प्रविधि रूपटप भन्दो रहेछ त्यो प्रयोग गरी हिमाल सफाई अभियान सुरु गरिरहनु भएको छ। यो सँगसँगै उहाँ नै इको एभरेस्ट एक्सपेडिसनको पनि थालनी गर्ने पहिलो व्यक्तिको लहरमा पर्नुहुन्छ। उहाँले 22 वटा हिमाली जिल्लाहरू, हाम्रो देशको 22 वटा हिमाली जिल्लाहरूमा हिमाल बचाऊ अभियान सेभ द हिमालयन क्याम्पेन भन्ने अभियान सञ्चालन गरी जनचेतना बढाउन सक्रिय भूमिका निर्वाह गरिरहनु भएको छ। साथै त्यहाँका समुदायसँग समन्वय र साझेदारी गरी हिमालमा आएको परिवर्तन र जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको समस्या र चुनौतीहरूको सामना गर्न हिमाली समुदायका लागि जलवायु एलायन्स अभियान, क्लाइमेट चेन्ज एलायन्स अभियान मार्फत कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ। हिमालको समस्या सरकारको पनि समस्या भएकोले र समाधानको लागि सरकारको ध्यान आकर्षण गर्न उहाँकै पहलमा नेपालमा पहिलोपल्ट 4 डिसेम्बर 2009 मा सगरमाथा आधार शिविरको कालापत्थरमा मन्त्री परिषदको बैठक डाकेर राख्न समन्वय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यान तान्न सफल हुनुभएको थियो। त्यही बैठकबाट सगरमाथा घोषणापत्र यहाँलाई जानकारी नै छ। सगरमाथा घोषणापत्र जारी भएको थियो र त्यो घोषणापत्रलाई लिएर उहाँ कोपेनहेगनमा भएको कोफको सम्मेलनमा सहभागी पनि हुनुभयो र त्यही सहभागी रहेकै बेलामा उहाँले यो हिमाल आरोहीहरू, सगरमाथा आरोहीहरूको एउटा नेटवर्किङ गरेर करिब 1500 जनाको सहभागितामा उहाँले यो ध्यानाकर्षण जुलुस हिमालयज आर इन क्राइसिस, हाम्रा हिमालयहरू दुःख र पीडामा छन् भन्ने अभियान सञ्चालन गर्नुभएको थियो ध्यानाकर्षणको लागि। त्यसको अगुवाई पनि उहाँले गर्नुभएको थियो। उक्त सम्मेलनमै तत्कालीन संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनलाई उहाँले सगरमाथा राष्ट्रिय निकुञ्जमा जलवायु परिवर्तनले पारेको प्रत्यक्ष असर र प्रभावका बारेमा जानकारी गराउन सफल हुनुभएको थियो। अर्कोतर्फ सन् 2023 मा राष्ट्रसङ्घका महासचिव, वर्तमान महासचिव अन्तोनियो गुटेरेससँग यसै विषयमा एकल छलफल गरी हिमालका विषयमा उहाँले ध्यानाकर्षण गर्न महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो, अगुवाई गर्नुभएको थियो। उहाँकै सक्रियता र नेतृत्वमा पोखरामा एसियामै पहिलो अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम को व्यवस्थापन र सञ्चालन गरिरहनु भएको छ। हिमाली भेगका जनतामा आइपर्ने स्वास्थ्य समस्यामा सहयोग पुर्याउनका साथै उहाँकै पहलमा खाङ्री अन्तर्राष्ट्रिय अस्पताल पनि सञ्चालनमा ल्याउनु भएको छ। विभिन्न सामाजिक उत्तरदायित्व पुरा गर्न दिनरात खट्नुहुने उहाँ कोभिड महामारी र 2072 को महाभूकम्प पीडितहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आह्वान गरी उल्लेखनीय योगदान पुर्याउनु भएको थियो। हिमाली क्षेत्रमा आएको बाढी पहिरो र महाभूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य केन्द्र, समुदायका घरहरूको पुनर्निर्माणका लागि उल्लेखनीय योगदान पुर्याउनु भएको छ, जुन अहिले पनि जारी रहेको छ। आङ छिरिङ शेर्पा हिमाली भेग, हिमालको संरक्षण गर्ने, जलवायु परिवर्तनबाट हिमाल पग्लिरहेको र यसको असर र त्यस भेगमा रहेको र जीविकोपार्जनमा पर्न गएको कठिनाइहरूबारे अब एडभोकेसी गरिराख्नु भएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा। र उहाँ हिमाली भेगका बासिन्दामध्ये पहिलो ख्यातिप्राप्त व्यक्ति र अहिले पनि निरन्तर लागिरहेको एउटा सशक्त अभियन्ताको रूपमा हुनुहुन्छ। र उहाँलाई चाहिँ के भनिँदो रहेछ भने वाकिङ इन्साइक्लोपिडिया, हिमालको जीवित इन्साइक्लोपिडिया भनेर भनिँदो रहेछ। र यसै सन्दर्भमा उहाँलाई सम्मानित पनि गरिएको छ र उहाँ धेरै अन्तर्राष्ट्रिय फोरमहरूमा गएर नेपालको यो हिमालको बारेमा जानकारी गराउने स्रोत व्यक्तिको रूपबाट पनि उहाँ क्रियाशील हुनुहुन्छ। यो क्षेत्रमा उहाँले पुर्याउनु भएको निरन्तरको योगदान र हिम पहिरोको रोकथाम, हिमालको सरसफाइ, जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा गर्नुभएको अद्वितीय योगदानको कदर स्वरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका द मार्क अफ अनर अफ क्राउन
अनर अफ नाइट इन द अर्डर अफ लियोपोल्ड बेल्जियमद्वारा उहाँ सम्मानित हुनुभएको छ, लगायत विभिन्न पुरस्कार, प्रशंसा पत्र एवं नेपाल सरकारका तर्फबाट सुपरबल गोर्खा दक्षिण बाहु पुरस्कारबाट सम्मानित पनि भइसक्नु भएको छ। पुरस्कृत व्यक्तित्व आङ छिरिङ शेर्पालाई यही महिनाको असारको 14 गते जननेता मदन भण्डारीको 74औं जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमका बीच रु 1 लाख नगद सहितको सम्मान पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम सफल पार्न यहाँहरू सबैको गरिमामय उपस्थितिको लागि पनि सादर आमन्त्रण गर्दछौँ। अन्तमा विशेष व्यक्तित्व आङ छिरिङ शेर्पालाई सम्मान गर्न पाएकोमा मदन भण्डारी फाउन्डेसन गौरवान्वित भएको छ। उक्त उहाँलाई फाउन्डेसनको तर्फबाट उहाँको उत्तरोत्तर प्रगतिको कामनाका साथै हार्दिक बधाई एवं सफल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छौँ। सहयोग गर्ने यहाँहरू लगायत सबैप्रति हार्दिक आभार तथा कृतज्ञता समेत ज्ञापन गर्न चाहन्छौँ। र सिग्नेचर चाहिँ उषा किरण भण्डारी अध्यक्ष हाम्रो मदन भण्डारी फाउन्डेसनको तर्फबाट यो जारी गरिएको छ। यो यहाँहरूलाई उपलब्ध हुन्छ।